खसी त राम्रो रहेछ यसो दसैँ आउन लाग्यो बेचेको भए हुने थियो एकछिन ल म बाबालाई फोन गर्छु हेलो बाबा खसी त बाघले खाइदिएन त खसीलाई बाघले खायो अनि के कुरा गर्छ यो कहिले अघि अन्त त्यो कहाँ चरेर आएको थिइस् खसी 15 नम्बर 16 नम्बर 10 नम्बर त्यतातिर नलानु तिमीहरूलाई मैले त्यत्रो भनेको खसीलाई त्यो खोलाको किनार किनार ग्राउन्डतिर चर भनेको तिमीहरू सुन्दैन नि घारी घारीतिर बगानतिर चराउन लान्छस् तिमीहरू बाघले खसी खायो होइन तिमीहरूलाई मैले जानेको छु तिमीहरूलाई अस्तिदेखि तिमीहरूलाई मैले भनेको थियो त्यतातिर नलानु 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 भनेर मैले त्यत्रो भनेको बगानतिर लान्छ नि तिमीहरू अब खसीलाई त बाघले खायो खायो तिमीहरू पनि फेरि तिमीहरूलाई पनि खान्छ बाघले तिमीहरू छिटो छिटो गरेर घरमा आइज तिमीहरूसित घरमा कुरा गरिन्छ घरमा आइज त घरमा सल्लाह मुर्दाहरू तिमीहरूलाई मैले त्यत्रो सम्झाएको भात मात्रै घिच्नु जान्दैछ तिमीहरू यति बिहान भएपछि यति घिच्छ छैन यति घिच्छस् काम चाहिँ छैन एउटा राति खसीहरू सक्दैनस् ल तिमीहरू घरमा आइज तिमीहरूसित घरमा कुरा गर्छु म तिमीहरूलाई मैले जानेको छु लात्ता दिन्छु म पर्खी ल आइज घरमा आइहाल भाइ आइहाल भन्नुहोस् न त कति दिनुहुन्छ त अब यो खसी कति किलोको छ तपाईँ नै सोचेर दाम भन्नुहोस् न 15,000 दिनुहोस् न त 25-30 किलोको छ ए 15,000 त बेसी भयो यसो 12-13,000 13,000 मिलाउनु न त ल ए हुन्छ नि त लु दसैँ पनि आउन लागिसक्यो अब नभए त त्यत्रो दाम त बेसी थियो अब हुन्छ नि त लिनुहोस् त कति नै दिनु 100 रुपियाँ आउँदैन ए लिनुहुन्छ ल हुन्छ ल अब तो चले आओ कि यो खसीले त यही खोज्नु हुँदैन पर्यो अरू बाख्रा हुन्छ कि जा खसी त थुन्दिए कसैलाई नभन्नु भनेको छ उसको बाउले देख्यो भने मलाई मार्छ कौन है ये लोग कहाँ से आते हैं